स्वागत छ। अँ, कर्मचारीहरूको तलब यो त सधैँ चर्चामा रहने विषय हो होइन? हो त नि, एकदमै। आज हामीसँग यही विषयमा एउटा सानो जानकारी आएको छ, त्यसैलाई अलिकति केलाएर हेरौँ न त। हुन्छ हुन्छ, के रहेछ हेरौँ। हामीले एउटा कस्तो भने नि एकदम छोटो तर आधिकारिक जस्तो देखिने स्रोत पायौँ के यसमा चाहिँ कर्मचारीको तलब बढाउने बारे एउटा मुख्य कुरा लेखिएको छ। ए, तलब वृद्धिको कुरा? हो, मैले नि हेरेँ त्यो। प्राप्त जानकारी अनुसार त कर्मचारीहरूको तलब 10%ले बढ्यो भन्ने कुरा छ, एकदम सिधा। हो त, 10% अङ्क नै तोकेर भनेको छ। अङ्क नै छ, भाषा छोटो छ तर स्पष्ट छ कि 10% बढ्यो भनेर। 10%? यो अङ्क आफैमा त ठुलै सुनिन्छ, तर एउटा कुरा के यो स्रोतमा मतलब कुन तहका कर्मचारीलाई हो कि कहिलेदेखि लागू हुन्छ यस्तो केही थप जानकारी छ कि? खै, त्यही त। रोचक कुरा के छ भने नि छैन। हामीले हेरेको यो स्रोतमा त खालि 10% बढ्यो भन्ने मात्रै छ। ए हो र? अँ, यसको पछाडिको कारण के हो मतलब कार्य सम्पादन हेरेर हो कि बजार भाउ बढेर हो कि त्यस्तो केही पनि व्याख्या छैन के। अचम्म। अनि यो सबै कर्मचारीलाई बराबर हो कि फरक छ त्यो पनि खुल्दैन। भनेपछि स्रोतले एउटा अङ्क त फ्याट्ट दियो, अँ, तर त्यसको अघि पछि केही भनेन। यो आफैमा पनि अलि विचार गर्नुपर्ने कुरा भयो होइन त? जानकारी कसरी दिइन्छ भन्नेले पनि त अर्थ राख्छ नि। एकदम सही कुरा। यो सूचना जति सीमित छ नि त्यसले झन् धेरै प्रश्न पो उब्जाउँछ। जस्तो कि ल 10% बढ्यो रे, तर अहिलेको महँगी हेर्दा यसले कर्मचारीको किन्ने शक्तिमा कस्तो असर पार्ला त? हो नि, त्यो त महत्त्वपूर्ण प्रश्न हो। मुद्रास्फीतिसँग दाँच्दा यो वृद्धिले राहत देला कि नदेला, यी प्रश्नहरूको जवाफ त यो स्रोतमा कतै भेटिन्न। पक्कै पनि। कागजमा त तलब बढेको देखियो, हो, तर त्यसले घर खर्च धान्न कति मद्दत गर्छ भन्ने थाहा पाउन त अरू आर्थिक कुराहरू पनि हेर्नु पर्यो। त्यो त यो सानो जानकारीले दिने कुरा भएन। भएन, यो स्रोतको दायराभन्दा बाहिरको कुरा भयो त्यो त। त्यही त। हो, त्यसैले यो सूचनालाई एउटा घोषणा, एउटा जानकारीको रूपमा लिनु पर्ला, तर यसैको भरमा पूरा आर्थिक विश्लेषण गर्न चाहिँ मिल्दैन। एउटा सङ्केत मात्रै दियो भनौँ न। हो, सङ्केत मात्र, पूरा चित्र त देखाएन। त्यसो भए आज हामीले यो स्रोत हेर्दा मुख्य रूपमा के पायौँ भने कर्मचारीको तलब 10% बढ्ने भन्ने एउटा औपचारिक किसिमको जानकारी आयो। तर यो किन बढ्यो, कसरी बढ्यो, सबैलाई हो कि होइन, अनि यसले साँच्चै कति फरक पार्छ यसबारे जान्नलाई चाहिँ अझै धेरै खोज्नुपर्ने देखियो। बिल्कुल, अरू विस्तृत स्रोतहरू नै चाहियो। र यसले अर्को कुरा पनि सोच्न लगाउँछ होइन? कुनै पनि यस्तो निर्णय वा घोषणा गर्दा त्यसको पछाडि के कुराले काम गरेको हुन्छ नै। अनि घोषणा गर्नु एउटा कुरा भयो, तर त्यो लागू कसरी हुन्छ, त्यसको असर कस्तो पर्छ भन्ने कुरा झन् महत्त्वपूर्ण हुन्छ। यो 10% को घोषणा त त्यो पुरै प्रक्रियाको एउटा सानो टुक्रा मात्रै हो। एकदमै सान्दर्भिक कुरा उठाउनु भयो। ल त आजलाई यो तलब वृद्धि सम्बन्धी आएको जानकारीको चिरफार यति नै गरौँ। हुन्छ। अर्को पटक फेरि भेटौँला नयाँ विषय र नयाँ स्रोतहरूका साथ। हुन्छ। नमस्कार। नमस्कार।